Hello everyone, welcome to my channel and I'm really sorry मैले एकदम ढिलो भिडियो बनाएँ because I was into something तर अब जसको इन्टरभ्यू हुन आँटेको छ उहाँहरूको लागि I am there to answer your question। मेरो अस्तिको प्रिभियस भिडियोमा चाहिँ मैले तपाईहरुको क्वेशन ड्रप गर्नुस् र म एन्सर दिन्छु भनेको थिएँ सो आज चाहिँ म एन्सर दिन आँटेको छु। First question was Rahul Ravindrajile भन्नुभएको छ कि sis I have one doubt please suggest me. My life partner is working on an STM OPT but I want to go to the USA on dependent visa. F2 is it possible right now भन्नुभएको छ। सो मेरो पनि सेम केस हो। मेरो हस्बेन्ड STM OPT मा हुनुहुन्थ्यो र म F2 डिपेन्डेन्टमा आएको हो। सो यस obviously तपाईले ट्राई गर्न सक्नुहुन्छ। सरिस्मा खड्काजीले भन्नुभएको छ हजुरको हस्बेन्डको फिस कति थियो भन्नुभयो। वेल मेरो एक्सपिरियन्स अनुसार चाहिँ मलाई फिसले म्याटर गर्छ जस्तो लाग्दैन किनभने मेरो हस्बेन्ड जिए हुनुहुन्थ्यो आई मिन ग्रेजुएट एसिस्टेन्ट हुनुहुन्थ्यो। उहाँ फुल स्कलरसिपमा हुनुहुन्थ्यो र पनि मेरो भिसा रिजेक्ट भयो। सो फिसले मलाई म्याटर गर्छ जस्तो लाग्दैन तर तपाईको एन्सर चाहिँ त्यही हो। मेरो हस्बेन्ड स्कलरसिपमा हुनुहुन्थ्यो तर पनि म रिजेक्ट भएको थिएँ। सो या समृद्धि सुवेदीले सोध्नु भएको छ दी के भएर रिजेक्ट हुनुभएको थियो पहिला प्लिज सबै एक्सपिरियन्स भन्नु अनि फोटो एल्बममा के इन्क्लुड गर्नुभएको थियो भन्नुभएको छ। आई डोन्ट नो के भएर रिजेक्ट भएको थियो किनभने उनीहरूले रिजन दिँदैन। फर्स्टमा मलाई येल्लो स्लिप दिएको थियो। येल्लो स्लिप भनेको चाहिँ सबै कुरा इन्क्लुड हुन्छ क्या त्यसमा। होम टाइज मजाले नपत्याएर अनि स्टुडेन्ट हुनुपर्छ भन्ने के क्राइटेरियाहरू छ त्यो सबैको अन्डरमा रिजेक्ट गरिदिएको भनेर त्यहाँ लेखेको हुन्छ। तपाईँले त्यहाँनिर अफिसरलाई किन मलाई रिजेक्ट गरेको भनेर सोध्नुभयो भने भन्दैन क्या एन्सर। उनीहरूले त्यो पेपरमा हेर भनिदिन्छ। सेकेन्ड टाइम मलाई वाइट पेपर दिनुभयो। वाइट पेपर चाहिँ स्पेसली होम टाइजको लागि भनेर चाहिँ दिइँदो रहेछ क्या। त्यहाँ लेखेको नै हुन्छ होम टाइज तपाईँको चाहिँ मैले विश्वास लागेन होम टाइज त्यही भएर रिजेक्ट गरेको भनेर स्पेसली होम टाइजलाई डेडिकेट गरेर चाहिँ बनाएको हुन्छ त्यो वाइट स्लिप। सो सेकेन्डचोटिमा मैले वाइट स्लिप पाएको थिएँ। सबै एक्सपिरियन्स भन्नु न भन्नुभएको छ। मैले यो भिडियो हेर्नु होला यसमा मैले मेरो एक्सपिरियन्स सबै भनेको छु। अनि फोटो एल्बममा के इन्क्लुड गर्नुभयो भन्नुभएको छ। फोटो एल्बममा चाहिँ स्पेसली तपाईहरुको यदि रिलेसनसिप हुँदाखेरिको फोटोज छ भने त्यो राख्नुस्। आई मिन बिहाभन्दा अगाडिको फोटोज छ भने त्यो राख्नुस् अनि बिहेको फोटो राख्नुस् अनि आफ्नो रिलेटिभ्सहरूसँगको फोटो राख्नुस्। अझ ग्रुप फोटो राख्नुभयो भने राम्रो हुन्छ। सोसियल म्यारेज भएको थियो धेरैजना मान्छे आउनुभएको थियो भन्ने देखाउन सकिन्छ नि त। सो धेरैजना भएको ग्रुप फोटो अनि कोही बेला मैले सुनेको चाहिँ कसैलाई चाहिँ त्यो फोटोमा चाहिँ यो मान्छे को हो भनेर पनि चिनाउन लगाएको छ अरे क्या। मतलब ग्रुप फोटोमा यो मान्छे चाहिँ को हो तपाईँको भनेर क्रस क्वेसन गर्न सक्छ। सो भरसक आफूले चिन्न सक्ने मान्छेहरूको फोटोहरू लिएर जानु होला। अनि त्यही बिहेको फोटो बिदाईको फोटो बिहेपछिको फोटो तपाईँहरू घुम्न गएको फोटो त्यही जुन फोटोले चाहिँ तपाईँहरूको रिलेसनसिपलाई चाहिँ स्ट्रङ बनाउनको लागि हेल्प गर्छ त्यो फोटोहरू लानुपर्छ। सुशीला भट्टराईजीले सोध्नुभएको छ नेपालीमा एन्सर दिनुभयो कि इङ्ग्लिसमा भनेर। मैले चाहिँ फर्स्ट इन्टरभ्यू चाहिँ नेपालीमा प्रिपेयर गरेको थिएँ तर मलाई इङ्ग्लिसमा सोध्नुभयो। सेकेन्ड इन्टरभ्यू मैले इङ्ग्लिसमा प्रिपेयर गरेको थिएँ इङ्ग्लिसमै सोध्नुभयो। थर्ड इन्टरभ्यू मैले यस्तो खतरा इङ्ग्लिसमा प्रिपेयर गरेको थिएँ तर मलाई नेपालीमा सोध्नुभयो। भिजा अफिसरहरूलाई चाहिँ नेपाली ल्याङ्ग्वेजको ट्रेनिङ दिएको हुन्छ नेपाली मजाले प्रष्ट बोल्न सक्ने ट्रेनिङ दिएको हुन्छ। सो तपाईँहरूलाई चाहिँ इङ्ग्लिस आउँदैन भने उहाँहरूले नेपालीमा पनि बोल्नुहुन्छ। यदि तपाईँलाई इङ्ग्लिस बोल्न आउँदैन भने तपाईँले नेपालीमा भन्न सक्नुहुन्छ। तर तपाईँलाई इङ्ग्लिस बोल्न आउँछ भने तपाईँको भिजा अफिसर जुन ल्याङ्ग्वेजमा कम्फोर्टेबल हुन्छ त्यसमा सोध्नुहुन्छ। ल्याङ्ग्वेजले त्यति फरक पनि पार्दैन वरि गर्नु पर्दैन। तपाईँलाई जुन ल्याङ्ग्वेजमा कम्फोर्टेबल लाग्छ त्यसमा बोल्न सक्नुहुन्छ। सागर द भर्सटाइलजीले सोध्नुभएको छ हजुरले कुन इयरमा पेपर फाइल गर्नुभएको भनेर। मैले 2024मा एप्लाई गरेको। 2024को जुलाई र अगस्टमा मैले एप्लाई गरेको थिएँ अनि लास्टमा 2025को अगस्टमा चाहिँ मेरो एप्रुभ भएको। सिभी अजय कुमारजीले सोध्नुभएको छ वाट ड्रेस डिड यु वेयर फर यर F2 इन्टरभ्यू। यु क्यान वेयर फर्मल ड्रेस like a simple shirt and pant. No need to be colorful, no need to look extra ordinary. Just be yourself, just
dress neat and tidy. No gross pant, no crop top, just be simple and neat and tidy. Okay, अनिसा खनाल आइडीबाट चाहिँ यो मेसेज दिनुभएको छ। मैले बुझेअनुसार चाहिँ उहाँहरूले चाहिँ फर्स्ट इन्टरभ्यूमा चाहिँ व्हाइट स्लिप पाउनुभएको रहेछ, किनभने अफिसरलाई चाहिँ होम टाइजमा चाहिँ उसलाई शङ्का लागेछ। उहाँको वाइफ 1.5 इयर्स भएछ युएसमा बस्नुभएको र करेन्टली अहिले ब्याचलर डिग्री लिइरहनु भएको छ र उहाँले फेब्रुअरी 5, 2026मा रिएप्लाई गर्नुभयो। यसपालि चाहिँ उहाँहरूले चाहिँ एप्रुभल लेटर, लिभको एप्रुभल लेटर पनि एड गर्ने भन्ने सोच्नु भएको रहेछ, विच इज एब्सोल्युटली फाइन, नाइस मेरो विचारमा है। किनभने तपाईँले जति सक्दो हुन्छ होम टाइज देखाउने हो नि त, किनभने तपाईँलाई त्यही आधारमा उसलाई तपाईँलाई क्यान्सल गरिदिएको हो नि त। सो यु हेभ टु प्रुभ इट। जति सक्दो हुन्छ सपोर्टिङ डकुमेन्ट लानुहोस्। अनि तपाईँको पोइन्ट मलाई एकदम राम्रो लागेको छ, यु क्यान युज दिस, यु सुड युज दिस, किनभने यो एकदम राम्रो हो। त्योभन्दा बाहेक योभन्दा राम्रो होम टाइज देखाउन सक्नुहुन्न तपाईँले। सो गो फर इट एन्ड इट्स अ ऱ्याप। आई थिङ्क आई एन्सर्ड अल अफ द क्वेसन। तपाईँहरूलाई मैले कतिजनालाई पर्सनली मेसेज गरेर पनि क्वेसनको एन्सर दिएको छु। आई विस यु अ लक, एकदम राम्रो होस्। आई अन्डरस्ट्यान्ड कस्तो फिल हुन्छ आफ्नो पार्टनरबाट टाढा बस्नको लागि, लङ डिस्टेन्स। आई नो, आई हेभ बिन देयर। तपाईँहरूको भिजा लाग्यो भने प्लिज कमेन्ट गरेर मेरो भिजा लाग्यो भनिदिनु होला। आई वुड बी रियली ह्याप्पी फर यु। रिजेक्ट भयो भने पनि किप अन ट्राइङ, हार नमान्नु होला, किनभने इट्स 50-50 क्या। 50 तपाईँको मेहनत हो, 50 तपाईँको लक हो क्या। यो पालि भएन भन्दैमा अर्को पालि हुँदैन भन्ने हुन्न। मैले थर्ड टाइममा मेरो भएको, आई डिन्ट गिभ अप, भयो नि त, हुनु नै थियो, हुन्छ क्या। दुईवटा बुढाबुढीलाई छुट्याएर बस्न लेखेको हुँदैन, उनीहरूलाई मिल्न लेखेको हुन्छ, तर कुन टाइम भन्ने मात्रै हो। सो टाइम डिफ्रेन्सले गर्दा तपाईँहरूको रिजेक्ट भएको, कति बेला तपाईँको समय आउँछ तपाईँले थाहा पाउनुहुन्न। सो किप अन ट्राइङ, हुन्छ, राम्रो हुन्छ। बेस्ट अफ लक। आई होप तपाईँहरू सँगै हुनुहोस्। आई विल बी रियली ह्याप्पी फर यु इफ यु गट ग्रिन स्लिप। थ्याङ्क यू फर वाचिङ। किप अन सपोर्टिङ।